हेलो गाइज वेलकम ब्याक टु हर च्यानल। यहाँ चाहिँ बिजी छ है, हामी ट्रेक जान लाग्यो। ट्रेक टु गोसाइकुण्ड लाने हो। एकछिन चाहिँ अलि 4-5 किलो भयो। स्टार्टिङ यस्तै भयो। अब मम्मी चाहिँ रुन लाग्छ देखिरहेको अलि हाँसेर के भन्नु ल, रामसँग जाऊ भन्नु केही भन्नु होइन। हाम्रो बाबाले हामीले ड्रप गरिदिनुहुन्छ फेरि। ए हे के चाहिँ देखाउनु यता लाइटिङै मिल्दैन हो आज के भएको। पछाडि बस्नु है, बस्नु 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 बस्नु। ल केही बोलाउँ त, के बोलाउ त। बाबा त जानु भइसक्यो है। गइसक्यो। कतिको गाह्रो छ ड्याडी? एकदम राम्रै छ। अब मन्दिर जान्छ कि कहाँ राम्रो हुन्छ जाने, रोडमा त कहाँ हुन्छ माथि गएपछि मात्रै राम्रो हुन्छ। अनि खोइ आएको एउटा हेर्दै हो च्याम्पियन त्यो माइलो काका धेरै होइन हौ। त आएको पनि थियो, गोवास बोलाउनु थियो आएको भनेको हेर्दै हेर्नै भयो भने ल कस्तो राम्रोसँग देखेन त। के आधी आधी के हामीलाई पुरै देख्यो कि आफूलाई देख्छ। यो लट्ठीले छेक्यो मलाई। हेलो गाइज वेलकम ब्याक टु आवर भ्लग। आवरै भन्नु पर्यो अब हामी सबैजना भएपछि, स्पेसल चाहिँ मेरै भ्लग हो भन्नु पर्दाखेरि चाहिँ। अनि वेलकम ब्याक टु आवर भ्लग। हामी जाँदैछौँ गोसाइकुण्ड ट्रेक। 3 डेज सक्यो भने नभए 4 डेजको ट्रेक हो यो चाहिँ। अनि अहिले चाहिँ हाम्रो ड्याडीले पुऱ्याउँदै हुनुहुन्छ माछा पोखरीमा। त्यहाँबाट चाहिँ गाडी लाग्छ भनेको सुनेको थिएँ, त्यही भएर हामी जाँदैछौँ माछा पोखरी। अनि त्यहाँबाट बस लिएर चाहिँ गोसाइकुण्ड जान्छौँ। ल बसमा जान्छौँ, त्यसपछि रियल ट्रेक स्टार्ट हुन्छ। हिँडाइ सुरु ढुन्चेबाट स्टार्ट हुन्छ। हेर्दै जानु होला, किप वाचिङ। के हुन्छ सबै हामी सकेसम्म देखाउने कोसिस गर्नेछु। बाई नहुन त रहन्छ बाई हुन्छ कि चिनमै। गाडीबाट ओर्लिसक्यो, ड्याडीलाई हामीले पठाइसक्यो। अनि हामी चाहिँ टिकट काउन्टरमा आएको। अब टिकटकतिर चाहिँ सोसियल मिडियातिर चाहिँ 650-750 भन्ने सुनेको थियो नि, त्यो रङ हो। अहिले टिकट चाहिँ 800 हो। 800 होइन त, टिकट चाहिँ 800 हो। तपाईँहरू त्यही मेन्टालिटी गरेर 800 बस भाडा 800 छुट्याएर आउनु होला सबैजनाले भन्दै। अब यहाँबाट गाडी चढेर कहाँसम्म जान्छौँ? ढुन्चेसम्म जान्छौँ हामी। 7:30 बजे भनेको छ, 7:15 गइसकेको छ। हामी जाने गाडी चाहिँ यो हो। यही जम हिँड्नुहोस्। ठिक छ, पछाडि भयो 3 जनासँगै बस्न मिल्यो। हामी दाइको चाहिँ भन्नु मात्र भयो, तर एकदम एक्सप्रेसन चाहिँ डेन्जर आउँछ है दाइ। अब आज टिकटक टन्नै बनाउनु पर्छ। त्यही भने त ट्रेकमा हाम्रो ट्रियो ट्रेन्डहरू स्टार्टरबाटै बनाएन त्यो टिकटक। अहिले उयो धुन्चेबाट स्टार्ट गर्नुपर्छ। यस्तो वाला थियो नि, यस्तो घुम्नेवाला कि ल हामीले लिएर आयौँ। पाउँ यो खानुपर्छ है। टाउको फेरि के भनेर कति बजी निस्किने हो थाहा छैन। हाँसी के भन्नुभयो दाइ भर्खरै? त्यो ल एउटा च्यालेन्ज है त। यसो गर्नु, त्यो हात एकदम टाइट गर्नु। ल सक्नुहुन्छ कि हुँदैन? ल गाई चेरमा है त, टाइट दुइटा हात टाइट गर्नु मजाले गर्नु न। त्यो पनि यस्तो गर्नु न। त्यहाँ राख्नु मोबाइल। अब यो फिक्सनमा तपाईँले ताली बजाउनु सक्छ। यो फिक्सनमा तर बोल्दै गर्नु कुरा निकाल्छ यो दाइ। बिहान राम्रो बोल्नु के त्यही भएर ताली बजाउनु सक्छ भने बोल्दै भन्नुपर्छ। देना भन्नु। यो मैले हेर्नु है, यता मैले
पछाडि कार सिक्नेस हुन्छ भाइ पहिल्यै आउँछ तिम्रो हामी चाहिँ अब खाना खान लाग्यो है यो ठाउँमा ल यहाँ पनि राम्रो ठाउँ रहेछ जाउँ चलो सुभाष बिचबाट के भन्नुभयो हामी चाहिँ अहिले खाना खानको लागि ओर्लेका छौँ एकदम गाह्रो भयो मलाई चाहिँ यस्तो भमिट के लास्ट सिट भएर हो कि साँच्चै होइन अस्ति 5 बजे जाँदा हामी अगाडि हो त्यस्तो केही भएको थिएन यो लास्ट सिटमा त यसो हेर्छु आफू त भुत्रुक भुत्रुक अगाडिको मान्छेहरू त यस्तो पनि भएको छैन कि हामी चाहिँ कस्तो उफ्रिएछ मलाई त कस्तो गाह्रो भयो यसपालि त यार ओहो तपाईँलाई मलाई बान्तावाला जस्तो भएको बान्ता ए यो रहेको छ चिकन खाना अनि यो साह्रो जुम यो पापड अनि यो रहेको छ हुन्छ पापड कति सानो तपाईँको यो कुन खाना हो दाइ मटन अनि तपाईँको चाहिँ के आउँदैछ पोर्क के साह्रो ढुस परेको अनुहार यो क्यामेरा अन भएपछि क्यामेरामा भयो नि हाँस्न सिक्नुपर्छ होला हाँस्नु त र अब चाहिँ हामी खाना खान्छौँ पानी पनि ल्याइदिनु न यहाँ पानी पनि आइसकेको छ कुन पानी लिएर तपाईँहरूलाई नर्मल यो चाहिँ खोर्सानी छ अरे यो भेज हो तर ल म चाहिँ सुरु गरेँ है ल हस् छुट्टै के मगाएको छ अरे पोर्क होइन पोर्क र करेन्ट पनि अब आउँदैछ है हामी चाहिँ अब खान्छौँ दिस इज नट खाना ल हाम्रो 1 प्लेट पोर्क पनि आयो अब करेन्ट बाँकी खानासाना थपेर भोक लगाइरहेको रहेछ सबैजनालाई मलाई चाहिँ लागेको छैन है मासु खा सकिसकेर के मासु अघि न त्यो टोइलेट बस्नु भनेर रोक्यो गाडी उसलाई खाजा खुवाएन अरे भनेर त्यतिखेर रिसाएको मान्छेलाई भोक लागेको छैन अरे म रिसाएँ भन्नाले खाजा नि पनि होइन ए होइन म खाजा खान जस्तो लागेको थियो अनि म त आँस देखायो भनेर भने क्या रिसाएको छैन हामी चाहिँ अहिले लाङटाङ नेसनल पार्कमा चाहिँ चेक पोस्टमा आइसक्यौँ अब यहाँबाट धेरै टाइम छैन धुन्जे पुग्नलाई हामी चाहिँ अब यहाँबाट जाँदैछौँ बाई बाई हेलो हामी चाहिँ अहिले धुन्चेमा ओर्लिएर वकिङ पनि स्टार्ट गरिसकेको छौँ र अब कसरी हो अनि अब यहाँबाट हिँड्छौँ फटाफट आज चन्दनबारी भन्ने ठाउँसम्म जाने चाहिँ हाम्रो टार्गेट छ हेरौँ कतिको सक्सेस हुन्छ अब हिँड्ने हो हिँड्दै जाँदाखेरि अब 5 बजीसम्म हिँड्ने जहाँसम्म पुग्दाखेरि चाहिँ रात पर्छ त्यहीँ बास बस्ने भन्ने हिसाबले जाँदैछौँ लेट्स सी के हुन्छ अनि टिकटक निसाकेपछि म गएर हेर्नु होला यो सबै डाँडा हिँडेर जानुपर्छ अब हामी जाउँ त्यत्रो फन्न घुमेर त ल अब चाहिँ यहाँबाट गोसाइकुण्ड तल हो जान त हुन्छ नि यहाँबाट हो तल यहाँ 2टा मान्छे अगाडि गइसक्यो म यिनीहरूको भिडियो क्लिप गर्दैछु हेर्न सक्नुहुन्छ यो पुरै यो डाँडाहरू कटेर जानुपर्ने छ हामी अगाडि के हुन्छ देखाउँदै गर्छौँ हेर्दै गर्नु होला वाउ टिङ 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 यो चाहिँ गाई गोरु हो गोरु हो गोरु हो अहिले चाहिँ हामी पुलमा आइपुगेको छौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले यहाँ अबि मेरो त फुटेको आउँदो रहेछ नि 1 मा मात्र गर्नुपर्ने रहेछ यो स्क्रिज के हामी चाहिँ अहिले यहाँ खोला छेउमा आएको छौँ अब उकालो स्टार्ट हुन्छ अनि यहाँ उहाँ महाशय
हाम्रो सुभाष सरलाई चाहिँ गर्मी भएर भएको लुगाहरू सबै फुकालेर अब हिँड्नको लागि रेडी हुँदै हुनुहुन्छ। हामी त अलरेडी घरबाटै पातलो पातलो लुगा लाएर आएको थियौँ किनभने हामीलाई थाहा थियो कि के हुन्छ भनेर गर्मी हुन्छ भनेर हामीलाई थाहा थियो। त्यही भएर हामीलाई पातलो लुगा लाएर आएको थियो। देख्न सक्नुहुन्छ मैले त भित्र भेस्ट मात्र लाएर आएको छु। यसमा पनि यो स्टकिङ पातलोमा थियो। दिदी ल भिडियोको लागि यति दुःख चाहिँ गर्नुपर्छ। हेर्नुहोस् त मान्छे यहाँ छ। यहाँबाट यति हामी हिँडेर यहाँ आयौँ। अब यहाँबाट दाइले भिडियो बनाएर खिच्नुहुन्छ। पानी एकदम राम्रो छ कि म ब्याक क्यामेराबाट देखाउँछु है। Gone. You're only somewhere. अब फाइनली हामी चाहिँ बस्ने ठाउँ आइसकेको छ। रेस्ट हिँडेदेखि यही हो फर्स्ट ब्रेक हाम्रो। त्यही पनि 10 मिनट भन्नुभएको छ सरले। अब हामी यो देउराली भ्यू पोइन्टमा बस्छौँ होइन त। हामी चाहिँ देउराली पुग्यौँ। अहिले 5 बज्यो। अब यो जाडो महिनाको मौसम भएर चाहिँ चाँडै अँध्यारो हुने भएर अँध्यारो हिँड्दा चाहिँ अलिक रिस्क नै हुन्छ। रिस्क किन लिने। 5 बज्यो। अब हामी देउराली भन्ने उसमा चाहिँ पुग्यो ठाउँमा। यहाँ हामी बास बस्छौँ। अनि भोलि बिहानै 5 बजी उठेर फेरि हिँड्न थाल्छौँ। अरू चाहिँ अब हेर्दै गर्नुलाई के हुन्छ अगाडि। हो यहाँबाट चाहिँ मान्छेहरू देख्यो। अब ल यो बस्ने ठाउँ राम्रो छ। भ्यू ए डेन्जर ल क्यामेरा ए नाइस। हामी 5 पोखरी जाँदाको जस्तो किचन रहेछ यतातिर चाहिँ। राम्रो राम्रो छ सबै। यस यहाँबाट फेरि सिनहरू पनि अघि मैले देखाएको जस्तो राम्रो राम्रो देखिन्छ। फेरि हावा पनि चल्ने भयो। केही छैन। अब लुगाहरू लिएर आएको छ क्या अरे। गोलभेडा देख्दा यति खुसी हुने मान्छे पनि मैले देखेँ। यहाँ फोटो खिच्नु गर्ने है। हामी बस्ने रुम चाहिँ यो हो। टोइलेट चाहिँ भित्रै रहेछ। यहाँबाट सिन यस्तो देखिन्छ। यस्तो हुन्छ हिँडेपछि। लगाइज हामी चाहिँ कोठाको लागि पनि उयो गरेर कोठा भ्यू गराइस्। कोठा उहाँले मेरो बहिनीले देखाइसकेको छ। अनि यहाँको चाहिँ रुम अनि अट्याच बाथरुम अनि त्यसपछि प्याकेज कति 1000मा बस्न र खाना भनेपछि एकदम राम्रो हो फेसिलिटी। अनि एकदम राम्रो सर्भिस पनि। कार्पेटहरू भएको एकदम सफा। हामीलाई चाहिने भनेको सफा हो होइन। हुन त अब नभएपछि त एडजस्ट त गरिहाल्छौँ तर भयो भने राम्रो भन्ने कुरा हो नि त। अनि यहाँ एकदम सफा राम्रो क्लिन अनि भ्यू पनि देख्ने अनि अट्याच बाथरुम अनि प्लस पानी तातो पानी उहाँ अब आगो फुकिदिन्छ क्याम्प फायर जस्तो होइन। एकदम राम्रो छ। तपाईँहरू नै आउनु सोच्दै हुनुहुन्छ भने यो होटेल भ्यू पोइन्टमा चाहिँ बस्नु होला। एकदम राम्रो छ। 1000मा ठिकै हो। त्यस्तो महँगो पनि होइन त्यस्तो सस्तो पनि होइन ठिकै हो। सो अहिलेलाई यति नै। हामी चाहिँ फ्रेस हुन्छौँ। यदि फ्रेस भएपछि पछि फेरि यसो इन्भाइरोमेन्ट मिल्यो भने फेरि भ्लग कन्टिन्यू गर्नेछु। अहिलेलाई चाहिँ ल हाम्रो खानाहरू ठिकै छ सबै छ। दाइले यति बोकिदिनु भयो त्यसको लागि धन्यवाद। त्यही भएर गरौँ भयो बिचराको स्निकरहरू सबै छ। अब यो खाँदैछौँ भोलिसम्म त हल्का हुन्छ दाइ। चक्लेट खोइ अर्कोवाला खान्छ। यो चाहिँ इमली बम र के अरे
रसिलो छ के यस्तोहरू खाने हो मेन त हेर्नुहोस् अफोर्डेबल अनि धेरै पनि आउँछ अब यस्तो यस्तो किन्यो भने चाहिँ भरे आउनु खाएर पनि नपुग्ने जति त्यति खानु नलाने हुन्छ ल ल हामी फ्रेस हौँ अब ल ल धेरै यो भयो लाइट थोरै भयो बढाउनु चाहिँ थोरै भयो बाबा गइसक्यो छिटो ल यो चाहिँ मुन अनि यस्तो राम्रो सनसेट हेर्नुहोस् सनसेट ल भयो गयो अनि त्यो हेलो गाइज हामी चाहिँ अब फ्रेस भइसक्यौँ उहाँले त नुहाउनु नि भयो जाडो जाडो भयो कि भएन उहाँले त नुहाउनु भयो बहिनी पनि फ्रेस भइसकेँ म पनि फ्रेस भइसकेँ अब चाहिँ हामी बाहिर जान्छौँ खाना पनि भनिसक्यो हामीले अनि खाना खानुभन्दा अगाडि चाहिँ अब जाडो मौसम छ त्यही माथि तामाङ नि झातले पाएको होइन तोङबा र सुकुटी चाहिँ हामीले फर्स्टमै तोङबा र सुकुटी चाहिँ हामीले अर्डर गरिसक्यो बिफोर खाना अनि खानाभन्दा अगाडि पहिला तोङबा र सुकुटी खान्छौँ अनि त्यसपछि खाना खान्छौँ त्यो पनि आगो ताप्दै त्यो म देखाउँछु तपाईँहरूलाई त्यो पनि सबै पनि देखाउँछु म तपाईँहरूलाई हेर्दै गर्नु होला र यो आयो हाम्रो सुकुटी के को सुकुटी हो यो चौरी चौरी अघि टिङ 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 गरेको होला हो यस्तो क्या त यो पनि यस्तो हो यस्तो क्या अँ अनि अर्को ल नाइस यो सर्ट स्न्याक्स चाहिँ खाइहालौँ अब चाहिँ त्यत्रो उकालो चढेपछि खानामा खाना खान्छौँ नो कम्प्रोमाइज भनेर फेरि एक प्लेट मात्र मासु मगाउने नि उयो हो दाइले चाहिँ 2 प्लेट मगाउँ भन्नुभएको थियो अन्डा नि उसले चाहिँ अन्डा कति आएको न ल सुरु गरौँ त्यो उ चाहिँ किन्ने मात्रै हो ट्रेनको लागि तपाईँ त खानु नि तपाईँको त त्यो पेप्सीबाट त्यो देखाइरहेछ बल्ल खानु न हेरौँ के भन्नु अरे देखा म भन्छु के भन्नु घी भन्दो रहेछ उसले चाहिँ केही हुँदैन कि झुक्नु हुन्छ आँगा याखर कि प्लेट याखर अनि घी नै त आउँदो रहेछ नि जे भनेको बासी धोनगाउँ त्यो त ठुलोलाई हो क्या अब आँगा साँगा प्लेट हो घुर्की सोम थिङ्स लाइक त्यो हो कि ल उफ अब हेर्नु यस्तो दुःख छ आफू त आफै खानुपर्छ म चाहिँ आफै खान्छु ए तँलाई म ए खाइ ल बाई हामी अब हाम्रो टेस्टिङ टाइम हो किन प्लेट आयो म मिक्स गर्छु धन्यवादलाई पो के भन्नु थुजेसे के भन्ने हामी पनि टिबेटे नै हो त्यो उबाट आएको हो अरे दुईवटा छ एउटा भोलि माथि पनि पाउँछ होला नि एउटा यो तपाईँलाई गिफ्ट
मिक्स त नगरौँ हौ मिक्स नगर्नु साइड साइडबाट लिएर खानु 3 मिनट भयो फेरि भोलि पनि भ्लग बनाउनुपर्छ ल बाई ल अब चाहिँ हामी खान्छौँ अनि खाना खाने बेला एकचोटि अब चाहिँ हामी यो स्न्याक्स लिन्छौँ अनि खाना खाने बेला एकछिन देखाउँछौँ त्यसपछि एकचोटि सुत्ने बेला है त हाम्रो हार्डवर्किङ दाई यति गर्नलाई अघि 2-3 जना चाहिएको थियो दाइले एक्लै आगो बालिदिनु भयो आगो बलिरहेको छ यहाँ राखिदिइरहेको छ हाम्रो दाइ ड्यान्डर म ब्ल्याक टिप्स आइसक्यो उहाँहरूलाई दिनु हेर्दा पिनको पहिला पिनको चिकन हो यो बफ भने होइन र बफ हाम्रो त खाना आयो याहु अन्डा पनि भनेको छ है